हामी चाहिँ घुम्न हिँडेको होइन अनि बाटो पनि कहाँ हो यो स्वयम्भूतिर घुम्न हिँडेको आपको बोट अनि यो चाहिँ आपको बोट हो क्या होइन अनि हामी चाहिँ गर्मी भएर यहाँ यस्तो हालतमा छ क्या कुन ठाउँमा आइपुग्यो भन्दाखेरि हामी स्वयम्भूतिर हो हिँडेको चाहिँ अल्छी लागेर घुम्दै 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 हिँडेको अनि बाटो नै कता कता भयो हौ हामी अनि के यो चाहिँ अनि विजयश्वरी डाँडा रे के विजयश्वरी मेरो नानी चाहिँ यहाँ यत्तिकै छ हिँडिरहेको हामी चाहिँ गर्मी त्यस्तै टाउको उता गर न अनि कसरी यताबाट जाऊ भनेको हो यसरी हामी चाहिँ घुम्दै घुम्दै यो चाहिँ भाउजू छाता बोलाइरहेछ कि अहिले चाहिँ हामी स्वयम्भू आइपुग्यो है स्वयम्भू माथि यसलाई छिटाउ 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 भनिरहेछ क्या छिटाउ 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 हिँड्नुपर्छ भनेको क्या हिँड्नुपर्छ स्वास्थ्यको लागि फाइदा छ अनि हामी चाहिँ पार्कभित्र छिर्यो है यहाँ स्वयम्भूको पार्कमा छिरेको हामी स्वयम्भूको पार्कमा कताबाट जाने हो यताबाट र मान्छेहरू काम गरिरहेछ खोइ कता हामी चाहिँ अल्छी लागेर हिँडेको सासू बुहारी अल्छी लागेर त्यो टाउकोमा चाहिँ किन त्यसरी राखेको नि घुम्दै हिँडेको स्वयम्भू डाँडा आइपुग्यो स्वयम्भू डाँडा हेलो अल्छी लागेर होइन कता बस्ने खै मेरो चाहिँ यहाँ नानी सुतेर बिजोग भयो यसलाई खेलाउनु लिएर आएको स्वयम्भूको डाँडामा यस्तो छ के यहाँको ठाउँ चाहिँ हामी चाहिँ अनि थकाइ लागेर अल्छी लागेर खुट्टा दुखेर बसेको के बित्यो अल्छी लाग्यो है के रहने तिमीलाई घुमाउनु लगेको हो क्या मैले नानी सुतेर यहाँ नानी सुतेर बिजोग भयो हामी वास्तवमा चाहिँ घुम्दै 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 आएको होइन डल्लुबाट घुम्दै 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 खुट्टा दुखेर अब चाहिँ यहाँ स्वयम्भूमा गएर एकछिन बसेर बरु गाडी चढेर जाउँ ल हिँड भन्दै आएको हिँड्दै हिँड्दै आएको हामी खै काम चाहिँ के को लागि हिँड्ने हो थाहा भएन यत्तिकै गयो खुट्टालाई एक्सर्साइज गर्न आएको मोटो भयो अलिकति दुब्लो हुनु पऱ्यो भनेर हिँडेको हो क्या वास्तवमा